आज गएको भोलि कहिले जाने जितन के नआएको र कतारी गाउँ तिम्रो भिड किन अरे यता यता अङ्किता मिले त तपाईँको यता आउनु आउनु भाइ फोर्नु हेर्नु मुस्कान हेर्नु मुस्कान औडै नाचिन्छ रहेछ है दाइ हामी त नुब रहेछ क्या अङ्कितको पालन नि के जीवन त के भन्यो हेर्नु त नाच्ने बुझ्दै गीतै बुझ्दैन के के अहिले के भन्यो यस्तो नगर है खुट्टालाई हातको स्टेप हेर्नु दाइले यतिको स्पिडमा रनिङ हान भनेको त हान्थेन होला क्या दाइले यार जीवन दाललाई खुल्लुल खुल्लुल भइसक्यो नाच्दै पाएन पापा फिर्ता ल्याऊ मलाई
हुन्छ कि 10 रुपैयाँ छैन खुजुरी छैन लास्टको हातको देखा गरे तिमी मोबाइल देऊ न नेपालले पनि भाइरल हुन्छ होला राम्रो राम्रो मेरो के हो फोन क्यामेरा हो अंकित यो टन अंकित टन सम्झनाले यो मुटु खाइरहने गयो जुबान कि माया रे हो भन कि माया रे हो भन सुती मार्दै मार्दै गयो जुबान अब चाहिँ हामी चल्दैछ अब पोखरातिर चल्दैछ एकछिनमा अब वान नाइट हानेको अब जाने घरतिर एउटा अनि त कस्तो लाग्यो एकदम रमाइलो भयो होइन जस्तीले मलाई के बिर्सियो भन्दै थियो मैले चाहिँ अनि यादहरू बिर्सियो भने होइन त्यही होइन जस्तै गुन्द्रुक मासु हो र म त सेलरोटी मात्र दिएँ बाबु यहाँ बहिनीहरू भाइ पहिला मेरो मोबाइल त लास्ट ल्याक भइरहेको त ल गाइस हामी चाहिँ अब दिपल जान लाग्यो है त्यस्तै हो हामी चाहिँ आज एकदम च्यालेन्जिङ रोडमा तीनजना एकदम डेयर एडभेन्चर गर्न लागेको छौँ के हुन्छ है अब
टु बी कन्टिन्यू अब के हुन्छ लडिन्छ के हुन्छ है पगेडा हो है हामी चाहिँ अब हल्का तल यहाँ जीवनको बुवाको घरमा आएको है अब बाटो चाहिँ यस्तो छ है केटा अब के गर्नु है सजिलो बाटो त्यस्तो हामी हिँड्दैनौँ फेरि हामी यस्तो अफरोड त्यही पनि डियोमा अझै तिर्पल त्यही पनि अझै एक हात छोडेर जस्तो अलि सक्दैन कसैले सक्छ भने च्यालेन्ज कमेन्ट नहुनु आपको उठाएर केटा हामी आप सारे केटा इजी यस्तो त इजी हो केटा हो है हामी चाहिँ अब अलमोस्ट भिमा आइपुग्नु लाग्यो मनाङ आइपुग्यो हामी मनाङ डाइरिज हो हामी चाहिँ ढुक्क केटा है इजी पारामा है अनि भिमा आइपुग्नु लाग्यो बाटो चाहिँ ओभर डेडली नै थियो तर ढुक्क हो कि चाहिँ यस्तो हामी इजी राइडर हो क्या हामी यस्तो बच्चाहरूलाई गर्दैन हामी बल्ल भिमा आइपुग्यौँ क्या है भिमा होला त्यही खोलामा डुब्ने रे केटा टिकटक यहाँ टिकटक पसल्ने रहेछ केटा हाम्रो के हो भयो पानी पनि तातो न तातो रहेछ खोलाको पानी किन हो चिसै नहुने गाउँबाट अब हिलो झऱ्यो अब चाहिँ हल्का सफा गर्दै केटा हो खोलाको नाम चाहिँ दिदी खोला है के हामी चाहिँ भिमा घरमा है डान्स स्टुडियो रहेछ अनि हामी चल्दैछ बाबु बाई बाई एकछिन सी यू बाई बाई हामी चाहिँ चल्दैछ अब केटा हो क्याउँछ बाबु चल्दैछ केटा कता सक्यो क्या भिमा त्यति हो क्या यहाँबाट सायद भिमा उता त होइन है सक्यो केटा हामी चाहिँ भिमाबाट कता जाँदैछौँ पोखरातिर विथ द स्मल ब्रेक हामी चाहिँ फेरि यहाँ पानी खान रोकेको यहाँ बाँदरहरू पनि रहेछ स्मल ब्रेकै अब गल्ती गरेर खाने फेरि